हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो अर्को नि भ्लगमा। सो आज चाहिँ दशैंको डे 4 र आज हामी जान्छौं मामुको ठुलोबाको घर अनि हजुरआमाको घर र काकाहरुको घर एउटै ठाउँमा छ, मतलब मागुरमाडी। सो गाइस अब चाहिँ रेडी भइसके, त्यही लुगा जुन नर्मली लाइरहेको छु, कैदीको लुगा अनि ब्यागी जिन्स। र आज हामी जाँदैछौं, तपाईहरुलाई भनिसके अघि, हाम्रो मागुरमाडीको मामा घर। र अब जाने बेला भइसकेको छ। हामीसँग चाहिँ मनुसानी, सानु बाबा अनि प्रियांशी, मतलब मनुसानीको छोरी पनि जाँदैछ। फाइनली गाडीभित्र चढिसक्यौँ। फाइनली आइसकेको छौँ मागुरमाडीको मामा घर। यहाँ एउटा घर छ, पछाडि अझै 2-3वटा घर छ। सो अहिले हामी डाइरेक्ट जाँदैछौँ पछाडि उताको घर। के भाँचेको कि फ्र्याक्चर कि लिगामेन्ट च्यातिएको कि के भाँच्यो भन्छ डक्टरले। यो चाहिँ मेरो मामाको छोरी हो। यता मामाको छोरो भन्। सो अहिले आएको छु मामुको अर्को काकाको घर। सो यहाँ टिका लगाइसक्यौँ। अब हामी जान्छौँ मामुको ठुलो बाबाको घर। तर आमा बुवा दुईजना हुनुहुन्न, मामा हुनुहुन्छ, मामासँग लाउँछौँ। सो अब चाहिँ हामी जान आँटेको घर। मनुसानी, सानो बाबा र पुन्टु जाँदै हुनुहुन्छ बाइकमा। सो अहिले चाहिँ घर आइसक्यौँ। र आयो तपाईँलाई आजको भ्लग मन पर्यो होला। आज छ दशैंको डे 4। सो आज चाहिँ दशैंको डे 5 र आज हामी जाँदैछौँ मामुको माइला मामाको घर। सो अहिले हामी जाँदैछौँ केही कोसेली किन्नको लागि। सो गाइस अहिले चाहिँ हामीले हाम्रो पैसा मिलाएर चाहिँ यो किनेको छौँ, सो गाइस फाइनली आइसक्यौँ मामुको मामा घर। सो फाइनली माथि आइसक्यौँ। सो अहिले चाहिँ सानीहरू पनि आइसक्नु भएको छ। सो गाइस एकछिन बस्यौँ अनि अब चाहिँ धेरै ढिलो भइसकेको छ। सो अब जान्छौँ हामी। सो फाइनली घर आइसक्यौँ र बाबा चाहिँ केही काम परेर एकछिनमा आउनुहुन्छ। सो यो पालिको दशैं चाहिँ फाइनली एकदम रमाइलो तरिकाले सकिएको छ। सो आई होप तपाईँहरूलाई यो दशैंको सिरिजको भ्लग मन पर्यो होला। मन पर्यो भने लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु। टिकटक र इन्स्टाग्राममा फलो गरिदिनु। फेसबुकमा एड फ्रेन्ड गरिदिनु। भेट्नेछौँ छिटै नै अरू कुनै भ्लगमा। Thank you so much for watching. Bye bye.